धन्यवाद म्याडमलाई साहित्यिक रूपमा हाम्रा सरनाम र विद्यार्थीहरूको एउटा यस्तो क्षणलाई कनेक्ट गर्नुभयो जुन कनेक्सनले पछिका दिनमा विद्यार्थीहरूलाई यो कुरा सम्झनाको रूपमा रहिरहनेछ भन्ने मलाई लागेको छ, अवश्य पनि रहिरहनेछ। धन्यवाद। हाम्रो सरले मलाई चाहिँ विद्यालयको तर्फबाट दुई शब्द बोल्ने के अरे हाम्रो सचिव सरले जिम्मा दिनुभएको थियो। आदरणीय हाम्रा यस विद्यालयका सरहरू, म्यामहरू, विद्यार्थी भाइ बहिनीहरू, कर्मचारीगण सबैमा नमस्कार। हुन त यो विदाय कार्यक्रम भन्दा पनि हल्ला नगरिदिनु होला, विदाय कार्यक्रम हरेक वर्ष चल्छ। हुन त हाम्रो विदाय भइसकेपछि भेटघाटै हुँदैन भन्ने कुरो होइन, तर यत्रो वर्षसम्म निरन्तर अथवा धेरै दिनसम्म हामीसँग तिमीहरू बस्यौ, पढ्यौ, हुर्क्यौ, हामीले दिनुपर्ने शिक्षाहरू तिमीहरूलाई चाहिँ दियौ। अवश्य पनि यसलाई सकारात्मक रूपमा लियौँ। हुन त हामीबाट पनि कहीँ कतै केही कमी कमजोरीहरू भएको पनि होला, ती नेगेटिभ कुराहरूलाई बिर्सेर पोजिटिभलाई चाहिँ मात्रै आत्मसात गर्नु र भविष्यका दिनमा यसलाई अझ आफ्नो जीवनमा चरितार्थ बनाउने कोसिस गर्नु, त्यसबाट नै तिमीहरूको सफलता नजिक आउनेछ भन्ने कुरा मलाई विश्वास लागेको छ। हुन त हामीले थिङ्किङ गर्न नेगेटिभ पनि रोक्न त रोकिँदैन, तर पनि नेगेटिभ कुरालाई थिङ्किङ गर्नु परेको आफैमा कमजोर गर्नु हो। त्यस कारणले सकारात्मक हुँदा ग्लासमा आधा पानी हुन्छ, खाली हुन्छ, कसैले खाली देख्छ, कसैले आधा भरेको छ भनेर देख्छ। ठिक त्यही अनुसार हामीले यहाँबाट जे ल्याउँ, जति ल्याउँ, जति सिकौँ, ती कुराले हाम्रो जीवनलाई अवश्य पनि भविष्यमा सकारात्मक मोडमा लानेछ र हाम्रो सफलतालाई चाहिँ एउटा गन्तव्यमा लानेछ भन्ने कुरालाई आत्मसात गर्नु र एकछिन पछाडि हल्ला चाहिँ नगरिदिनु होला। क्यों देखते हो जमीन पर बैठकर आसमान का क्यों देखते हो, पंखों को खोल जमाना सिर्फ उड़ान देखता है, लहरों को फितरती होती है शोर मचाना, मंजिल उसी को मिलती है जो नजरों में तूफान देखता है। बड़े मतलब यसबाट पक्कै पनि केही न केही यसको आशय चाहिँ बुझ्नु होला, यसलाई आत्मसात गर्नु होला र आगामी दिन सबै विद्यार्थी भाइहरू कक्षा 12 मा हुन त हामीसँग धेरै दिनसम्म बस्यौँ, विभिन्न किसिमका आरोह अवरोहहरू पार गर्दै आज एउटा परीक्षाको पूर्ण रूपमा चाहिँ सफलताको लागि शुभकामना पनि दिन्छौँ र सबै विद्यार्थी भाइ बहिनीहरूको भविष्य उज्जवल होस्, यो हाम्रो पक्कै पनि कामना छ। र के हुन्छ भने तिमीहरूको लागि सकारात्मक सोच्नेमा हामी शिक्षक वर्ग पक्कै पनि जति बेला पनि सोचिरहेका हुन्छौँ। हुन त आफ्ना जीवनमा मान्छेले सेलिब्रिटी देख्ने विभिन्न हुँदो रहेछ। कोही फिल्मका इन्डस्ट्रीका मान्छेलाई सेलिब्रिटी हेर्छन्, कोही चाहिँ खेलाडीहरूलाई सेलिब्रिटी हेर्छन्। हुन त आफ्नो हेराइ हो, आफ्नो अनुसारको, आफ्नो एङ्गल अनुसारको हेराइ अनुसार चाहिँ हुँदो रहेछ। तर चाहिँ